अहिले हाल जुन चाहिँ करको उपभोक्ता समितिबाट सङ्कलन गरिने भनिएको ढुङ्गा गिटीहरू प्रयोग गरे बापत प्रति घनमिटर हाकिमले उपलब्ध गराउनु भएको डाटा अनुसार प्राविधिकले पनि त्यहाँनिर त्यो इस्टिमेटमा नाभिकितामा पनि उल्लेख गरेको हुन्छ। त्यसलाई चाहिँ गर्दाखेरि प्रविष्टिमा गएर कर सङ्कलन आंशिकबाट आन्तरिक राजस्वबाट यहाँनिर विभाज्य कोष भनेर छ, विभाज्य कोषमा सिलेक्सन गर्ने, यहाँ करदाता उपभोक्ता समितिको नाम राख्ने, अनि कारोबारको विवरण र यो विभाज्य कोषमा चाहिँ मनोरञ्जन कर, विज्ञापन कर 72-72 मात्र हुन्छ। यो भनेको चाहिँ हामीले प्रदेशलाई बुझाउने र 60-40 प्रदेशलाई 40%, सम्बन्धित स्थानीय तहले 60% राख्ने हुन्छ। यो चाहिँ 72-72 शुल्क भनेर यहाँबाट जानुस्। ठेका मार्फत होइन कि 72-72 शुल्कमा जानुस् होला। ठेका मार्फतको छुट्टै हुन्छ। 72-72 शुल्क गर्नु, कति परिमाण हो इकाइ दर र एड गरेर गर्नु होला। अनि त्यो लिएर आएर चाहिँ बैंक दाखिला चाहिँ विभाज्य कोष खातामै गर्नु होला। हस् त, धन्यवाद।